धन्यवाद दिन चाहन्छु। यसमा जस्तो सुकै कुरा आए पनि सामना गर्दै त्यो भूमिकालाई सफल बनाउन योगदान गर्नुहुने हाम्रो किरे कान्छा राईज्यूलाई पनि म धन्यवाद दिन चाहन्छु। यहाँका स्थानीयहरू पनि एकदम जोडले लाग्नुभएको छ, खट्नुभएको छ, त्यसका उहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। र विशेष गरेर हाम्रो सङ्घीय माननीय ज्यूबाट प्रेरित भएर त्यो अभियानबाट यो पुल निर्माण भएको छ। यसमा हामी कसैले चाहिँ नि दुई मत अथवा दुई जिब्रो अथवा त्यसलाई चाहिँ नि नकार्न सकिँदैन। त्यो शाश्वत सत्यलाई स्वीकार्नुपर्छ र त्यो कुरालाई ग्रहण गर्दै अब आम धरानवासी यस्तो अभियान निरन्तर लागिरहनेछ र उहाँको नेतृत्वमा हामीले चाहिँ बिचरा चाहिँ धरानका चाहिँ विशेष योजना हामीले त्यो 9-10 करोड पर्ने पुल निर्माण गर्न नसके पनि कम्तीमा एम्बुलेन्स, सब वाहन र अरू टेम्पोहरू, साना गाडीहरू चाहिँ तर्ने एउटा पुल निर्माण गर्न सफल तपाईँहरूको योगदान, तपाईँहरूको चाहिँ नि उत्कट चाहनाको परिणामबाट सम्भव भएको छ, सफल भएको छ। यो नै असाध्यै महत्त्वपूर्ण कुरा हो जस्तो मलाई लाग्दछ। र हेर्दा यो 4 नम्बर धरान 4 त भनिन्छ, विगतताको हिसाबले हेर्दाखेरि यसका चाहिँ नि स्थानीयहरूले चाहिँ एकदमै राम्रो काम गर्यो भन्दैमा कदममाला सबैमा स्वागत एउटा त लाउनु न सर, यहाँ राम्रो त्यो एउटा नागरिकवासीहरूले चाहिँ यसरी सम्मान गर्नुहुँदैछ। उहाँलाई मसला र समयले एकसाथ बनाएको छ। आज विशेष गरी यो धरान 4 चौकी खोला यो कार्यक्रमको अध्यक्षता त अध्यक्षतै भन्नुपर्छ। संयोजन गर्नु भने धरान 4का पूर्व निवर्तमान वडाध्यक्षज्यू, अब यो अलिकति भूमिका निर्वाह गर्नुहुने हाम्रो कान्छा राईज्यू, यस कार्यक्रममा उपस्थित भएका सङ्घीय माननीय यस कार्यक्रमका प्रमुख अतिथिज्यू, 21वटा वडाका वडाध्यक्षज्यूहरू, कार्यपालिकाका सदस्यज्यूहरू, यो निर्माण गोटा समितिका सम्पूर्ण सदस्यज्यूहरू, श्रम संस्कृति पार्टीका विभिन्न तहका अगुवा श्रमदाताज्यूहरू, त्यसै गरी गोर्खा भूतपूर्व सैनिक सङ्घ सङ्गठनका विभिन्न क्षेत्रका अग्रज व्यक्तित्वज्यूहरू, ब्रिटिस, इन्डिया र सिङ्गापुर पुलिसका अग्रज व्यक्तित्वज्यूहरू, सहभागी सबै पत्रकारज्यूहरू, नमस्कार अभिवादन। यो खोलामा असाध्यै राम्रो पुल बनेको छ। म विशेष गरेर यो पुलबाट लाभ उठाइ हुनुभएका धरान 4, धरान 14 र धरान 13 निवासी सम्पूर्ण महानुभावहरूलाई म बधाई शुभकामना दिन चाहन्छु। र यो पुल निर्माण गर्नको निम्ति देश विदेशबाट आर्थिक, भौतिक, नैतिक रूपमा सहयोग गरेर यो पुल निर्माण गर्न सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण दाताहरूलाई धरान उपमहानगरपालिकाको तर्फबाट म धन्यवाद दिन चाहन्छु। वास्तवमा यो क्षेत्रका जनतालाई एउटा पुलको आवश्यकता, अति नै आवश्यकता, ठुलो पुलकै अति आवश्यकता थियो।
अब हामीले त्यो 9-10 करोड पर्ने पुल निर्माण गर्न नसके पनि कम्तीमा एम्बुलेन्स सब वाहन र अरू टेम्पोहरू साना गाडीहरू चाहिँ तर्ने एउटा पुल निर्माण गर्न सफल तपाईँहरूको योगदान तपाईँहरूको चाहिँ नि उत्कट चाहनाको परिणामबाट सम्भव भएको छ, सफल भएको छ। यो नै असाध्यै महत्त्वपूर्ण कुरा हो जस्तो मलाई लाग्दछ। र हेर्दा यो 4 नम्बर धरान 4 त भनिन्छ, विगतताको हिसाबले हेर्दाखेरि यसका चाहिँ नि पूर्व उत्तरतिरको भूगोलतिर हेर्ने हो भने धरानको सबैभन्दा दूरदराजको क्षेत्र, अलि विकास नभएको क्षेत्रको रूपमा हामी यसलाई चिन्छौँ। त्यसले गर्दाखेरि यो क्षेत्रलाई जुन ढङ्गले सुगम क्षेत्र, सुगम वडा सहरको मुख्य भागसँग जोड्ने जुन पुल निर्माण गर्ने अभियान सफल बनाउनुभएका अभियन्ताजीहरू, दाताजीहरू सबैलाई म धन्यवाद दिन चाहन्छु। धरानको विकास र समृद्धि धरान सरकारले मात्रै चाहेर, धरान सरकारले मात्र गरेर सम्भव छैन। त्यो धरान सरकारको चाहना, धरान सरकारको अभियानमा नागरिकको अतुलनीय योगदान, सहभागिताले गर्दा धरान आज यो उचाइमा आएको छ। र अझ यो पुल त धरान सरकारको लगानी त अब जिरो त भन्न मिल्दैन, तर सबैभन्दा ठुलो मुख्य लगानी भनेको दाताहरूको, श्रमदाताहरूको र धरानभन्दा बाहिरका दाताहरू पनि हुन्छ। धरानका मात्र भन्नु रिसाउनु होला, फेरि बाहिरका दाताहरूको पनि योगदानको कारणले गर्दाखेरि यो सम्भव भएको हो। अब म यसले गर्दा सबैलाई म धन्यवाद दिन चाहन्छु। र अब हामी धरानलाई, धरानको विकास र समृद्धिलाई एकताबद्ध भएर सहकार्य गरेर एक अर्कालाई समान भाव प्रकट गरेर एक अर्काको भूमिकालाई जोडेर अगाडि बढाउँ। त्यसरी बढ्यो भने मात्र विकास र समृद्धिको ढोका हामी खोल्न सक्छौँ र विकास र समृद्धिको अभियानलाई अगाडि बढाउन सक्छौँ। म त्यही आह्वान र अपिल गर्दै अब विशेष गरेर हाम्रो सङ्घीय माननीयज्यू यहाँ आउनुभएको छ प्रमुख अतिथिको रूपमा, पुल उहाँले उद्घाटन गर्नुभएको छ। म विशेष गरेर के आग्रह गर्न चाहन्छु भन्दाखेरि स्थानीय सरकारले निर्माण गर्ने बजेटहरू साना खालका हुन्छन्, साना खालका आयोजनाहरू हुन्छन्। विशेष गरेर प्रदेश र सङ्घीय सरकारको भूमिका नै महत्त्वपूर्ण र मुख्य हुन्छ। त्यसले गर्दाखेरि त्यो भूमिकामा उहाँले पक्कै पनि धरान जनताको आवाजलाई स्थापित गर्नुहुनेछ। धरानको विकास र समृद्धिका निम्ति उहाँले आफ्नो पहल कदमीलाई एकदम स्थापित गर्नुहुनेछ र पहल कदमीलाई प्रभावकारी बनाएर जानुहुनेछ भन्ने मैले पूर्ण विश्वास पनि लिएको छु। र म धेरै कुरा म राख्न चाहन्न। म यति भन्दै सबैलाई फेरि पनि धरानको महानगरपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु। र यो अब अहिले यो माथिल्लो बाटोबाट ओह्रालो झरियो, यो माथिल्लोबाट ओह्रालो झर्दाखेरि माटोको ढिस्को झरेकै छ, बाटो सबै अवरुद्ध छन्। म तपाईँहरूलाई के कमिटमेन्ट गर्न चाहन्छु भन्दाखेरि यो बाटोहरू खोलाउने काम निरन्तर स्थानीय सरकारको हो, दायित्वको हो। त्यो पुरा गर्दै हिजो पनि आएको थियो, तपाईँहरूलाई थाहा छ। यो वरिपरिका बस्तीवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई थाहा छ होइन, हामी चाहिँ दानाबारी चढ्ने बाटो कसरी बन्यो, यो खागा डाँडा उकालोका बाटाहरू कति सफा हुन्थे, कसरी डोजराउँथे, उहाँ वडा अध्यक्ष हुँदा पनि थाहा छ। हामी यो चाहिँ खोलाले चाहिँ टुक्रिँदै गर्दाखेरि हामीले जालीहरू कहाँबाट कसरी व्यवस्थापन गर्थ्यौँ, हामी कसरी सहभागी भयौँ। म उपप्रमुख नहुँदाभन्दा अगाडिदेखि नै म थुप्रै यो बस्तीवासीसँग चिर परिचित छु। अहिले पछिल्लो समय अब हाम्रो कान्छा राई र धनराजीको नेतृत्वमा जुन अभियान छ त्यसले थप अझै यसलाई चाहिँ सुनमा सुगन्ध र अझै प्रभावकारी बनाइदिएर हिजो हामीले बाटो खन्यौँ खोज्यौँ मात्रै, तर खोजेको बाटोसँग जोड्ने महत्त्वपूर्ण काम पुल निर्माण गर्ने काम भएको छ। त्यस कारणले गर्दाखेरि हिजोका योगदान एउटा पाटो हो। त्यो योगदानलाई अझ परिणाममुखी, अझ प्रभावकारी बनाउने भूमिका निर्वाह गर्नुभएकोमा धनराजीलाई विशेष गरेर धन्यवाद दिन चाहन्छु। यसमा जस्तो सुकै कुरा आए पनि सामना गर्दै त्यो भूमिकालाई सफल बनाउने योगदान गर्नुहुने हाम्रो कान्छा राईज्यूलाई पनि म धन्यवाद दिन चाहन्छु। यहाँका स्थानीयहरू पनि एकदम जोडले लाग्नुभएको छ, खट्नुभएको छ। त्यसका उहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। र विशेष गरेर हाम्रो सङ्घीय माननीय ज्यूबाट प्रेरित भएर त्यो अभियानबाट यो पुल निर्माण भएको छ। यसमा हामी कसैले चाहिँ नि दुई मत अथवा दुई जिब्रो अथवा त्यसलाई चाहिँ नि नकार्न सकिँदैन। त्यो शाश्वत सत्यलाई स्वीकार्नुपर्छ र त्यो कुरालाई ग्रहण गर्दै अब आम धरानवासी यस्तो अभियान निरन्तर लागिरहनेछ। र उहाँको नेतृत्वमा हामीले चाहिँ बिचरा चाहिँ धरानका चाहिँ विशेष योजनाहरू सफल भएका छन्। श्रम सखी पार्क उहाँकै डिजाइनमा सफल भएको हो। अब हामीले बहुभाषिक पाठशालाको कुरा छ, उहाँकै डिजाइन सफल भएको हो। अब बेसाएर चाहिँ साबुन उद्योगका कुराहरू छन्, उहाँकै चाहिँ भिजनमा चाहिँ त्यो सफल भएको कुरा पनि हामीलाई थाहा छ। यो कुरालाई कसैलाई हामीले चाहिँ नकारेका पनि छैन, नकार्न पनि मिल्दैन। र अर्को कुरा के छ भन्दाखेरि बाँकी थप हाम्रो विकासको अभियानहरू, समृद्धिको अभियानहरू एकताबद्ध भएर सहकार्य गरेर समन्वय गरेर अगाडि बढ्दा अझ राम्रो, अझ प्रभावकारी जान्छ भन्ने विश्वास व्यक्त गर्दै मेरो भनाइ यही अन्त्य गर्छु। नमस्कार, अभिवादन, धन्यवाद।